नमस्कार। आज चाहिँ हामी जान्छौँ साइनो मार्टमा एकछिन पछि। अहिले कति बजेको छ एकैचोटि रोक्नु हेर्छु म। 3 होइन अब 4 बजेको छ अनि हामी चाहिँ एकछिन पछि जान्छौँ साइनो मार्टमा सामानहरू किन्न। भोलि बिहान चाहिँ मेरो योगा छ, योगा क्लास छ 6 बजेदेखि 10 बजेसम्म। अनि हाम्रो स्कुल भ्याइ चाहिँ आज चाहिँ मेरो बिदा थियो। आज बुद्ध जयन्ती एन्ड सबैजनालाई ह्याप्पी बुद्ध जयन्ती। एन्ड भोलि बिहान चाहिँ हामीहरूको योगा क्लास छ, त्यसैले कसरी उठ्ने हो त्यो थाहा छैन। अनि आज चाहिँ साँझ साइनो मार्टमा सपिङ गर्न गइन्छ। अनि किटक्याट मतलब किटक्याट मात्र, अरू केही मिठो मिठो केही खाने अनि अरू पनि घरको लागि केही सामानहरू ल्याउने छौँ। एन्ड अब चाहिँ म अहिले एकछिन पछि साइनो मार्ट गएर भेट्छु है त। बाई बाई गाइज। हामी चाहिँ जाँदैछौँ अब साइनो मार्ट। यहाँ मम्मी हुनुहुन्छ, यहाँ दिदी हुनुहुन्छ, यहाँ भाइ छ। मलाई हाँस लागेर म साइनो मार्ट जित्दा हो बस पार्क न्यू रोड। अनि पिपल बोटको अलि उतापट्टि साइनो मार्ट छ। साइनो मार्ट छ। अब चाहिँ हामी साइनो मार्ट गएर भेट्छौँ है त। हामी चाहिँ साइनो मार्टको अलि यता आइसकेछौँ। साइनो त्यो दिस इज साइनो मार्ट एन्ड वी आर गोइङ। हेयर इज माई मम। यहाँ चाहिँ मम्मी पलम किन्दै हुन्छ। माई मम इज बाई पलम। एन्ड हेर्नुहोस् सगरमाथा मोबाइल सेन्टर छ। अनि यो चाहिँ पिपल बोटको उतानेर यो पिपल बोट भयो सिधा हेर्न सक्नुहुन्छ। यहाँ साइनो मार्ट छ। साइनो मार्ट आइसक्यौँ। म चाहिँ यहाँ छु गाइज। अब चाहिँ हामी साइनो मार्ट जान्छौँ एन्ड वी आर गोइङ देयर। एन्ड अब साइनो मार्ट जान्छौँ माथि। हेलो हाई हाम्रो च्यानल सब्सक्राइब स्क्यान गर्दा मैले यहाँ सक्नुहुन्छ। साइनो मार्ट यतादेखि जाऊँ न। यतादेखि यहाँ चाहिँ आउन सक्नुहुन्छ। यहाँ टेडी भयो, यहाँ टेडीहरू छ। वाउ कस्तो राम्रो हो गाइज। यो चाहिँ यो पकाउनु त देखाएर ब्याकेमा गाइज। यो चाहिँ गाइज यो टेडी बेयर चाहिँ कस्तो राम्रो छ होइन। एन्ड हेर्नुहोस् यहाँ सक्नुहुन्छ। यहाँ ल्याम्प छ। ल्याम्प त हो नि। अनि हेर्नुहोस् यहाँ कस्तो राम्रो सामानहरू छ। अनि हेर्नुहोस् यहाँ पुरै यहाँ चाउचाउको पुरै छ। यहाँ बुलडक चाउचाउ, यहाँ चाहिँ ब्ल्याक बुलडक चाउचाउ छ। अनि अब चाहिँ म के किन्छु, त्यो वाटर बोतलहरू छ, स्लिपर्सहरू छ। अनि गाइज म यहाँ छु। यहाँ चाहिँ झुम्काको छ। Months. हामी जान्छौँ घर। अनि अब म घर गएपछि ब्लग बनाउँछु। बाई बाई गाइज। म चाहिँ घर आइसकेँ एन्ड मैले चाहिँ यो ड्रेस चेन्ज गरेको छु। एन्ड थ्याङ्क्स फर वाचिङ दिस भिडियो एन्ड बाई बाई गाइज।